अहिले चाहिँ हजुरहरूले फायर कट देख्न सक्नुहुन्छ। अब यो अन्तिमसम्म हेरेर कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया चाहिँ दिँदै गर्नु होला है त। ल त दाइलाई चाहिँ हाम्रो बिजी सबमा आएर हेयर कटिङहरू गर्दा चाहिँ कस्तो लाग्यो त नि? बिजी सबमा तपाईँहरूको माझ आएर हेयर कटिङ गर्दा चाहिँ एकदमै राम्रो लाग्यो। राम्रो लाग्यो, कटिङहरू सेटिस्फाई हुनुहुन्छ? सोचे जस्तै छ नि? ठिक छ, एकदमै तपाईँहरूको गर्ने कार्यशैली एकदमै राम्रो लागेर नै म तपाईँहरूको आउने गरेको छु र आउँछु पनि। ठिक छ, राम्रो लाग्यो, धन्यवाद। हजुर। तपाईँको स्थापनाको दिनदेखि हजुर अहिलेसम्म जो निरन्तरता छु भन्नुहुन्छ तपाईँ। कन्टिन्यू आउनुहुन्छ बाल काट्नु परेपछि। अनि त्यो चाहिँ कहाँदेखि आउनुहुन्छ नि? म चाहिँ सिकोला गाउँपालिका वडा नम्बर 1 निवासी, सिकोला गाउँपालिका 1 देखि आउने गरेको छु। निशिकोला 1 देखि चाहिँ हाम्रो प्रतिभागमा मन पराएर प्रत्येक महिना, अब हजुरले त महिनामै काट्नुहुन्छ, त्यही अनुसार अब सधैँ बिजी सबै आउनुहुन्छ। त्यही भएर अलिकति आज चाहिँ फुर्सद मिलेको समयमा, अरू बेला त यस्तै प्याक हुन्छ होइन र अब अरू बेला अब कस्टमरहरूको भएको बेलामा डिस्टर्ब हुने गरेर चाहिँ अलिक भिडियो पनि बनाएको थिएन। आज चाहिँ अलिक मौका मिल्यो, त्यही भएर हजुरको चाहिँ सानो अब कस्तो कतिको सेटिस्फाई हुनुहुन्छ भनेर भिडियो बनाएको। अब देख्न सक्नुहुन्छ गाइजहरू, अब ट्याक्क यस्तो हो हेयर कटिङ चाहिँ। म चाहिँ एकदमै खुसी छु र हामीले भने जस्तो सोचे जस्तो होइन, हजुर। आफूले चाहेको यहाँ हेयर कटिङ हुने गर्दछ। त्यसैले म उहाँहरूले स्थापना गरेको दिनदेखि अहिलेसम्म निरन्तर आइरहेको छु। म एकदमै खुसी छु। ठिक छ, अब कन्टिन्यू हुनुहुन्छ, अब फेरि पनि आउँदै गर्नुहुन्छ। अब दाइलाई चिन्नुहुने, दाइ फेरि भुपू खेलाडी पनि हुनुहुन्छ, भलिबल खेलाडी। अब उहाँलाई चिन्नुहुनेहरूले ट्याक्क हेर्नु होला। अब टाढैबाट भयो नि माया ममता गरिदिनु होला। हाम्रो चाहिँ दाजुभाइकै तर्फबाट सबैजनालाई खत्रै माया छ है त। देखिसक्नुभयो फायर कट र फायरसँग चाहिँ खेलवाड नगर्नु होला है त सबैजनाले।